हेलो अनि नमस्ते, वेलकम ब्याक टु माई युट्युब च्यानल दाउद सेभिङ ब्लग च्यानलमा तपाईँहरूलाई फेरि पनि धेरै दिनपछि स्वागत छ, वेलकम छ होइन। अनि आज चाहिँ फेरि पनि हामी मेलम्ची ग्याङ जाँदैछौँ। त्यता चाहिँ हाम्रो पूजा हुने रहेछ, ठुलो पूजा हुँदै रहेछ। हामी चाहिँ अब लास्ट दिन जाँदैछौँ। अहिले चाहिँ हामी तिम्बुदेखि दोरिङ पुगिसकेका छ, तपाईँहरूले तिम्बु देख्न सक्नुहुन्छ। यो मुनि छ, हामी त्यहाँदेखि चाहिँ हिँड्दै बाइकमा आएको छौँ। यता हाम्रो राइडर भनौँ कि बाइकर भनौँ, जे सबै छ। अब बाटोमा चाहिँ एकदमै अफरोड भएको कारणले चाहिँ बाटोमा चाहिँ भ्लग त्यति बनाउन सकिँदैन होला, किनकि आफू पनि समयमा जानुपर्ने हुन्छ। जहाँ जहाँ चाहिँ अब देखाउनु पर्ने छ त्यता त्यता म देखाउँदै जानेछु। भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। नयाँ हुनुहुन्छ भने लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नभुलिदिनु होला है। त जाँदै गर्छौँ, हामी आउँदैछौँ मेलम्ची, हामी आउँदैछौँ तपाईँहरूलाई भेट्नलाई, तपाईँहरूसँग रमाइलो गर्नलाई, टक लगाएर होइन। लेट्स सी के हुन्छ गाइस। बाटो यस्तै छ, घन्डाङ र गुन्डुङ अफरोड होइन। पानी नपरेको बेला चाहिँ ठिकै छ, पानी पऱ्यो भने एकदमै हिलो हुने रहेछ, देख्न सक्नुहुन्छ। पानी नआउँदा गाइसहरू तपाईँहरू चाहिँ पानी पर्दा आउनुभयो भने चाहिँ बिजोकै हुन्छ, पानी नपर्दाखेरि आइदिनु हुन विनम्र अनुरोध गर्दछु म। खतरा मजा आउँछ ल है त, हेर्दै जाउँ म भिडियो। हामी टक्क लगाएर अहिले माथि माथि जाँदैछौँ। यतातिर चाहिँ बाटो अलि राम्रो रहेछ, चिसो पनि भइरहेछ माथि। जति माथि चढ्यो त्यति चिसो भयो। जति माथि माथि आउँछौँ नि हामी ट्याक्क लगाएर त्यति नै अलिक चिसो चिसो हावा आएर चाहिँ के अनि फ्रेस भएको जस्तो लाग्दो रहेछ। अलिक तल तल बेसीमा बस्ने बानीले चाहिँ माथि माथि आउँदाखेरि चाहिँ चिसो हावा, खुल्ला वातावरण, चिरबिर चिरबिर चराहरूको आवाज आउँदाखेरि चाहिँ एकदम रमाइलो लाग्दो रहेछ। अब हामीले ट्रेकिङ हाम्रो साथीहरूले ट्रेकिङ जानुपर्छ भन्दा फेरि ट्रेकिङलाई यार सबैजनाले हेलमेट लगाएर चाहिँ सवारी साधन चलाइदिनु होला। हामीले चाहिँ अलिकति अघि फुकालेर राखेको थियो पसलमा, अनि त्यतै बिर्सेर आइदिएछ। अनि सबैजना सावधान भएर चलाइदिनु होला साधन चलाउँदा। हामी सायद बाइक चाहिँ हामीले नागोटेसम्म लग्छौँ होला, त्यसमा चाहिँ हामी खुट्टाले जाने प्रयास गर्छौँ। बाटो एकदमै नराम्रो छ त्यस्तै भन्ने सुनिरहेको छौँ। हेर्दै टक्क लगाएर अहिले चाहिँ हामी मेलम्ची ग्याङले मारौँ फुलदिरी भन्ने ठाउँमा आएको छ। हाम्रो हो हेर्नु यसको गाउँमा आइपुगेका छौँ। अनि यता बाइक पनि तात्यो, त्यसपछि भोक पनि लाग्यो, खाजा साजा खाँदैछौँ। उसले चाहिँ खाजा खान जाउँ भन्दैछ, उसको घर यतै छ। रेडी हो बा? ल ल ल, अब उसको घरमा इन्भाइट गरेको छ हामीले खाजा खाना। खाजा खाजा है त। बगरतिर भन्दा पनि माथि लेक लेकमा आएपछि चाहिँ बाटो अलिक राम्रो देखियो, भेटियो। बाटो ठिकै रहेछ सबै ठाउँतिर। तपाईँहरू नि आउँदै हुनुहुन्छ भने बाटो ठिकै छ भन्छु म चाहिँ। त्यही हो। अब हामी माथि मेलम्ची ग्याङ लाग्यौँ। सो अहिले चाहिँ हामी नागोटेको खोलामा पुगिसकेका छौँ। टक्क लगाएर हामीले बाटो नभएको भनेको चाहिँ हाम्रो यो कुनादेखि चाहिँ बाटो नहुने रहेछ, तर अहिले चाहिँ पानी सानो भएको कारणले बाटो रहेछ। त्यही भएर हामी माथि जान लागेका छौँ। अनि बाटो अलि गाह्रो भनेको चाहिँ यतातिर रहेछ, यहाँबाट झऱ्यो भने मुनितिर पुग्ने रहेछ। सो हामीले कटाइसकेका छौँ, तपाईँहरूले देख्न सक्नुहुन्छ। अब हेलो उहाँ दाइहरूले हेलो गर्दै हुनुहुन्छ। हामी अब यताबाट लागौँ मेलम्ची ग्याङको यात्रा। एभ्रिवान देख्न सक्नुहुन्छ बाटो, हाम्रो खोलाको बाटो, मेलम्ची ग्याङ जाने बाटो। यहाँदेखि चाहिँ ठाडो उकालो रहेछ टक्क लगाएर।
हामी कहाँ पुग्यो हो गाइजहरू केही थाहा होइन पुरा जङ्गलको बाटो रहेछ होइन अनि त्यो बाटो त मेलम्ची हामीले पनि राम्रै रहेछ अहिलेसम्ममा चाहिँ अब माथि माथि जाँदै के हुन्छ हेर्ने हो हामीले भन हामीले खासमा चाहिँ बाइक चाहिँ नपतिसम्म ल्याउने विचार गरेर आएको थियो प्लान चाहिँ तर त्यो मिनी ड्राइभर दाइहरू भेट्नुभयो अनि उहाँहरूले चाहिँ राम्रै छ भाइ यो नागपति आउनु जस्तो छ अरे बाइक अनि त्यही भएर हाम्रो नाति लिएको हो जस ठाउँ बबाल छ गाइजहरू होइन टक्क लाएर एकदमै जस जङ्गलभित्र जाँदाखेरि चिसो हावा आउँदो रहेछ स्टार्टिङ पोइन्टमा चाहिँ नराम्रो रहेछ फर्स्टमा स्टार्टिङ पोइन्टमा चाहिँ त्यस्तो भिरालो थियो त्यही पनि कटाइदियो नि केटाहरूले मैले राइडर हो नि फेरि राइडर जस अब चाहिँ हाम्रो केटो पनि पर्छ जस्तो नै भइसकेको छ ट्रायलमा मात्रै त्यो लाइसेन्स निकाल्दा चाहिँ त्यो एड चाहिँ किन बनाउँछ कि होइन हामी चलाउनु पर्ने यस्तो ठाउँमा चलाउनु पर्ने चाहिँ यस्तो खाल्टामा खुल्टु होइन त्यो ट्रायल दिने मान्छेहरूले पनि यो अफ रोडमा लिएर चाहिँ ट्रायल दिन लगाउनु पर्ने हो कि हिलामुमा आएर ट्रायल दिनुपर्ने हो कि हिलिमुमा त्यो अनि एड बनाउनु दिन्छ होइन पुरा ट्रायल दिने ठाउँमा चाहिँ अनि त्यो नेपालमा एडवाला बाटो चाहिँ कहाँ छ कि तपाईँहरूले होइन कसैले देख्नु भएको छ भने चाहिँ कमेन्ट गर्नु होला के को लागि बनाएको त्यो एड होइन थाहै भएन गाउँघरमा चलाउनु पर्ने नेपालको कन्डिसन हेर्ने हो भने त यस्तो खालाङखिलुङ बाटोमा पो ट्रायल दिनुपर्ने हो नि त खासमा नेपालको न कतै बाटो पिच छ राम्रोसँग त्यो पिच भएको ठाउँमा मात्रै अलिअलि राम्रो अरू ठाउँ भनेको 80% ठाउँ नै यस्तै अफ रोड त हो अनि ट्रायल दिने ठाउँमा चाहिँ पुरा पिच रोड एड बनाउने रे भाइ ठिक छ त्यो पनि हामी ट्रायलमा फेल भए पनि अफ रोडमा त हिरो हो नि त हटाउँदा केटाले यो चाहिँ हाम्रो गुरु हेम्बुर्सेको त्यो रहेछ तपाईँहरूले नि देख्न सक्नुहुन्छ यो चाहिँ स्पेसल नै भनौँ न एउटा त्यस गुरु हेम्बुर्सेको पैदलको छाप पैदल भन्छ कि पैतालाको छाप रे खुट्टाको अब रेस्पेक्ट भएन अलिकति भन्न जानेन अनि त्यो आमामा देख्न सक्नुहुन्छ तपाईँहरूले भ्यू बब्बाल आइरहेछ है त भन्दा पछाडि भेगबाट आएको हो हामी त त्यो ठाउँभन्दा नि पछाडि 2-3वटा जाँडा कटेर आइसक्यो हामी रमाइलो भइरहेछ अरू केही छ अरू अब हेर्दै जाउँ के कस्तो छ बाटो अहिलेसम्मको चाहिँ स्टार्टिङ पोइन्टमा मात्रै नराम्रो हो त्यहाँदेखि माथि त हाम्रो मुनि भन्दा नि माथि माथि होइन हामीले चाहिँ मुनि तिम्बुदेखि माथि आउँदाखेरि बाटो एकदम खराब छ तिमीहरू चलाउन जान सक्दैन भनेको थियो तर म चाहिँ के भन्छु भने तिम्बुको मुनितिरको बाटो भन्दा चाहिँ मेलम्ची घ्याङ जाने बाटो चाहिँ एकदम राम्रो रहेछ क्या यहाँतिर त बाटो एकदम बसिसकेको रहेछ क्या ढुङ्गा माटो माथि माथि आयो त्यति बाटो राम्रो त्यही हो अहिले मेरो हात दुख्यो है त केटा हो गाइजहरू भ्लगमा जानु गाह्रो छ नि त हो तपाईँहरूलाई भ्यू कस्तो लागेको छ कमेन्ट गर्नु होला अनि कुनै यो ठाउँहरूबाट चाहिँ कसैले हेर्दै हुनुहुन्छ भने प्लिज यसो कमेन्ट गर्न नबिर्सिदिनु होला है त कमेन्ट छोडिदिनु होला यो चाहिँ तेम्बाथाङ बस्ती अनि त्यहाँदेखि यो मुनि त कुन ठाउँ हो खै मलाई पनि थाहा भएन हौ यो मुनि नाकोते होला यो कसैले यो ठाउँहरूबाट हेर्दै हुनुहुन्छ भने कमेन्ट छोडिदिनु होला है त मिठो चोखो माया जसरी नै मिठो एउटा कमेन्ट जाओस् न त हामी चाहिँ अब टक्क लाएर मेलम्ची घ्याङको मुनि नै पुगिसकेका छौँ अनि अलिअलि बाइक तात्यो त्यही भएर बसिरहेको बाइक नि तात्यो मान्छे पनि तात्यो त्यही भएर हामी रेडबुल खाँदैछौँ हेर्नु बाइक पनि कति बाइकलाई पनि रेडबुल खुवाउनेसम्म भइसक्यो एनर्जी ड्रिङ्क र बाइक चाहिँ एकदम मजासँगले तातेछ त्यही पनि ठिक छ अहिलेसम्म साथ दिइरहेछ हाम्रो घोडाले बाबुले घोडा बाबु हो नि त हाम्रो त्यही भएर उसलाई नि एनर्जी ड्रिङ्क दिएको हो ठिक छ हामी आउँदैछौँ तपाईँहरूको गाउँठाउँमा मेलम्ची घ्याङमा यो भ्लग आउँदा चाहिँ हामी के अरे मेलम्ची घ्याङ गएर नि फर्किसक्छौँ फर्केर पनि कहाँ कहाँ पो पुगिसक्छ भ्लग अलि तर पनि मेलम्ची घ्याङ हामी आउँदैछौँ अन द वे ढिलो नै भए पनि तपाईँहरूको ठाउँमा आउँदैछौँ आएर पनि फर्किने दिनमा पनि बनाउनेछौँ त्यही हो जाउँ कति बस्नु चिल गाइजहरू हामी चाहिँ यहाँ के हो मुनिबाट त्यो के अरे त्यो रुख देख्ने ठाउँमा आइपुगेको छौँ अब यहाँदेखि चाहिँ
अहिलेसम्मको बाटो चाहिँ एकदम मन पर्यो मलाई चाहिँ मुनि बेसीतिर भन्दा नि लेकतिर पो राम्रो रहेछ होइन त ठिक छ एकदम राम्रो छ बाटो त जस्तो जसले जे भन्यो भने मुनितिरको बाटो भन्दा चाहिँ मलाई चाहिँ लेकतिरकै बाटो एकदम राम्रो लाग्यो अब हामी यसरी नै जाँदैछौँ हेरौँ अब कतिखेर पुग्छौँ यात्रा हाम्रो रमाइलो नै भइरहेछ बगरको बाटो भन्दा चाहिँ जोस् एकदम बबालै छ है त अलिक पिच नभएको भन्ने मात्र हो तर यो अफरोडमा तर पिच जस्तो नै छ जस्तै छ अलिअलि गाउँघरमा खाल्टाखुल्टा त भयो अब के साउन्डले गर्दा तपाईँहरूले यो कोइलीको साउन्ड सुनिरहनु भएको छैन होला तर हामीले त मिठो सुनिरहेछ है अनि यसो बाइकको साउन्डले गर्दा तपाईँहरूलाई झ्याँ नोइज आइरहेको छ भने त्यसलाई चाहिँ इग्नोर गरेर तपाईँहरूले हाम्रो मेन भ्यू चाहिँ हेर्न नबिर्सिदिनु होला है त सबैजना हेर्नु हामी यसरी नै जाँदैछौँ यहाँ छ हामी एक्सट्रिम र रेड बुलको साथमा पनि छौँ है गाइज फेरि ल भाइलाई चाहिँ बाइक चलाउन एकदम रहर लाग्यो अरे त्यही भएर अब उसले चलाउँदैछ यहाँदेखि चाहिँ यस्तै छ माथिबाट नि दाइहरू आउनु भएको छ को हो चाहिँ चिन्दैन तर यस्तै छ अब यस्तै छ गाइड माथि हेर्नु बादल सरी यस्तो छ बाइकको हालत यस्तो छ मान्छेको हालत यस्तो छ हिरो छ खास म चाहिँ पठाउ गर्न आएको हो गाइज हामी चाहिँ पुगिसकेका छौँ मेलम्ची गाउँमा हामी यहाँबाट छिर्नेछौँ माथि चाहिँ पूजा चलिरहेछ मजाले हेलो गाइज लड्छ क्या म कहाँबाट हो डेन्जर गाइज डेन्जर बाटो रोक मेलम्ची ग्याङ तेरी बाटो चिमदी छिटो चिने डर्न सक्छ हेलो अहिले चाहिँ हामी मेलम्ची घ्याङमा पुगेर पनि हाम्रो आजीमा पोकोमा ट्याक्क चिया पिउन लागेको सुन ट्याक्क लगाएर देख्न सक्नुहुन्छ हामी चाहिँ अब मेलम्ची घ्याङ पुग्यो फाइनल्ली अब चिया पिउन लागेको हामी चाहिँ हेलो अनि गुड मर्निङ सबैजनालाई दिस इज द नेक्स्ट डे एभ्री वान सबैजना होइन मेलम्ची घ्याङबाट अनि हामी चाहिँ अहिले बिहानै उठेर तातो पानी पिउने टाइम त्यही हो अब आज टक्क लगाएर घुम्नुपर्ने हुन्छ हामी चाहिँ मौसम क्लियर छ अलिअलि बादलले ढाकेको छ भनौँ त्यही हो अनि आज चाहिँ भ्लग स्टार्ट गर्दा अलि फ्रेस जस्तो पनि अलि नमज जस्तो पनि छ अनि त्यो अलिक किन होला भन्ने कुरा तपाईँहरू पनि गेस गर्न सक्नुहुन्छ र अब आज यस्तो मेलम्ची घ्याङको मास्तिर घुम्न जानुपर्ने छ तपाईँहरू हेर्न सक्नुहुन्छ त चाहिँ हामी घुम्नको लागि निस्किसकेका छौँ घरबाट होइन घरदेखि टक्क लगाएर यता बहिनीहरू हेलो अनि हिरो पनि छौँ अनि त्यो अब मेलम्ची घ्याङ स्कुलमा पनि यसो घुम्न जाउँ कि भन्ने हिसाबले अब त्यहाँ पठाउँछ कि पठाउँदैन तर हामी जान चाहिँ प्रयास गर्नेछौँ त्यही हो आजको दिन घुमघाम हुन्छ तर हरियाली चाहिँ बब्बाल देख्ने रहेछ यो चाहिँ मेरो भान्जी हो यस्तो मूर्ख छ कि हो टक्क लगाएर अहिले चाहिँ हामी मेलम्ची घ्याङ स्कुलमा पनि आइसकेका छौँ घुम्नका लागि
जस रमाइलो रहेछ ठक्क लाएर सबैजना हामी चाहिँ पहिलाको हाम्रो स्टुडेन्ट हाम्रो क्यामी भाइले भेट्न आएको यो चाहिँ पुरा यहाँ रहेछ है त के साह्रो अनुशासित ल न लाग्नु मिल्दी त्यही झाङ्बु के भन्ने ठाउँमा चाहिँ लिएर आएको छ बहिनीहरूले चाहिँ एकदम यता भिरको छेउतिर रहेछ ठाउँ क्या मिन्जिलो झाङ्बु भिर रे भिरमै रहेछ देख्न सक्नुहुन्छ तपाईँहरूले नि के यो त गुफा हो कि क्या भित्र रहेछ म त डर लाग्छ झाङ्बु भिरमा आइपुगिसकेका छौँ अहिले चाहिँ हामी यो के भन्छ हिमद हो भन्ने ठाउँमा जानु लागेको भन्दा बाटोमा छौँ गाउँको बिचमा हामी यता चाहिँ राम्रै रहेछ ठाउँ जस मेलम्ची ग्याङ गाउँदेखि अलि माथि नै आइपुगिसकेका छौँ पूजा हुने गुम्बा चाहिँ यो मुनि छ अनि हिजो राति हामी पूजामा बसेर पनि फर्क्यौँ त्यही हो रमाइलो नै भइरहेछ घुम्ने यताउता मौसमले साथ दिइरहेछ भनौँ हरियाली जङ्गलसँगै अनि कसैले यो ठाउँबाट कसैले हेर्दै हुनुहुन्छ भने चाहिँ कमेन्ट गर्न चाहिँ नबिर्सिदिनु होला है त सबै ठाउँ घुम्ने प्रयास गर्नेछौँ आमा यता त डेन्जर कुकुर अनि साथीहरू चाहिँ माथि पुगिसकेका छौँ माथि अब जाउँ हामी पनि हिँड्दै मासतिर अनि हिँड्दै जाँदा चाहिँ गर्मी हुने बस्दाखेरि चाहिँ अलि जाडो हुने खालको रहेछ मौसम बिहान चाहिँ अलि पानी नै परिरहेको थियो अहिले चाहिँ रोकिरहेछ त्यही हो अनि अहिले चाहिँ हामी माथि यो हिमद हावा भन्ने ठाउँमा चाहिँ जाँदैछौँ टक्क लाएर एउटा खादा चढाइदिउँ फुल्सी गरौँ भनेर चाहिँ यो ठाउँमा चाहिँ चाबी चाहिँ छैन रहेछ त्यही बाहिरैबाट दर्शन गरेर चाहिँ जाने हो रमाइलो रहेछ ठाउँ यो भित्र जानुपर्ने चाहिँ खासमा अब हामी बाहिरैबाट चाहिँ चढाइदिन्छौँ दु कालोले दिनाङलाइमा यो भित्र हो कि तोगाले होला दिमेम्बमा कालोमा चन्द्रमा थमेपछि यही होला मेबी दिइरहनु चन्द्रमामा दिन्छ होला थुङ्गेन लाइट पड्को न हामीले चाहिँ केही देखेन हामीले चाहिँ अब बाहिर नै ल्याइदिएको खाजा चाहिँ यसरी खाजा सादा चढायौँ अनि यही भित्र रहेछ यो होइन थङ्ग्यो यो क्यामेरामा चाहिँ नदेख्ने रहेछ हौ चन्द्रमा र घाम छ अरे अनि त्यही हो यस्तो रहेछ ठाउँ चाहिँ मजाको गाइजहरू हामी चाहिँ घुम्ने क्रममा चाहिँ टक्क लाएर टिकटकहरू पनि बनाइरहेको छ होइन यता चाहिँ चाबी छैन रहेछ हिमद हेर्ने ठाउँमा चाहिँ अब हेर्नुहोस् तपाईँहरू उसको मित हेर्न आएको यता हिमद भन्ने चाहिँ चन्द्रमा कि के छ अरे त्यो भित्र चन्द्रमा र घाम अनि हामी चाहिँ यस्तै छ टिकटक बनाउने फोटो खिच्ने नै भइरहेको छ अबसम्म ट्याक्क लाएर मेलम्ची ग्याङको भ्यू यताबाट नजारा मजाले हजुर टिकटकरहरूको हाल यसको टिकटक सबैले लाइक गरिदिनु है त लाइक गर्नु यसको राम्रै छैन अनि कसरी लाइक गर्नु हो यो यसो मान्छे यसै
खोया खोया सो अहिले चाहिँ हामी मेलम्ची घ्याङमा चाहिँ बहिनीहरू भेटेको छौँ होइन टक्क यो बहिनीहरूले चाहिँ मेरो भ्लग हेर्ने रहेछ हेलो नुमु तेन्दाङले हेलो अनि लजाको छ अनि दुईजना बहिनीहरू चाहिँ त्यो पछाडितिर गएको रहेछ जस भ्लगमा आउनु मन लाग्यो अरे भन्दै थियो बिचराहरू लजाइहाल्यो के छैन भ्लग आउँदाखेरि कमेन्ट गर न बहिनीहरू यतैबाट यताबाट नि कसैले हेर्दो रहेछ खुसी लाग्यो अरूहरूलाई पनि हेर्दै हुनुहुन्छ भने कमेन्ट गर्नु होला है त यहाँ बहिनीहरूले हेर्नु ल यहाँ चाहिँ फ्यान मिटअप भइरहेछ गाइजहरू उहाँहरू चाहिँ उसको एकदम ठुलो फ्यान लजाइरहेछ एउटा फ्यान मिटअप भइरहेछ अब चाहिँ यो सबै सकेर चाहिँ अब बिदाई कार्यक्रम हुँदैछ अनि यता सबैजना स्याउहरू नाच्दै हुनुहुन्छ तपाईँहरूले देख्न सक्नुहुन्छ टक्क लगाएर सो बाई बाई मेलम्ची ग्याङ सबैजनालाई हामी चाहिँ मेलम्ची ग्याङबाट पनि आज फाइनली फर्किसक्यौँ हाम्रो 2 दिनको बसाइ यात्रा भनौँ रमाइलो भयो अहिले चाहिँ अलिअलि पानी परेको भएर हामी चाहिँ अलिक हतार गरेर नै निस्क्यौँ धेरै बस्नु पाएन सबैजनालाई मनदेखि नै माया छ धेरै धेरै नै अनि त्यही हो कमेन्ट लाइक सब्सक्राइब गर्न नबिर्सिदिनु होला सम्पूर्णले है त हामी यस्तै छ अब हिजो पनि देखाइरहेको बाटो आज त्यति खासै के देखाइराख्नु भनेर चाहिँ अब हामी त्यति साह्रो देखाउँदैन होला है त लगभग अब हाम्रो भ्लग अन्तिम चरणमा भनौँ हेरौँ अब के हुँदै जान्छ अब केही देखाउनु परेमा चाहिँ देखाउँदै जानेछ अनि बसहरू पनि पुरा यो सानो गाडीहरू पनि सँगसँगै छ अनि त्यही हो हामी चाहिँ एकदम सँगले बिस्तारै हिँडिरहेको छौँ किनकि एकदमै नजिकै छ नि त बसहरू तपाईँहरूलाई म देखाउने छु कति देख्न सक्नुहुन्छ साथीहरू यो कुनामा त खतरै छ बाटो अब क्या यो चाहिँ नाकोतेको बाटो नाकोते कुनामा होइन ट्याक्क लगाएर यता टर्निङ पुगिरहेको छैन बसहरूलाई यसरी ट्याक गरेर जानु परिरहेछ अनि यो चाहिँ खोलाको बाटो यही बाटो जानुपर्छ देख्न सक्नुहुन्छ गाडीहरू चाहिँ यहाँ टर्निङ नपुग्ने समस्याहरू बढिरहेछ यस्तो बाटोमा नि गइरहेछ है त हाम्रो ड्राइभर दाइहरू हेर्नु न त्यो भिरबाट गइरहेछ बस ड्राइभरहरूलाई चाहिँ मान्नै पर्छ यहाँ चाहिँ उसले अब हिजो लान नसकेको ठाउँमा आज ल्याउँदैछ पुरै हिलो छ त्यही पनि आयो केटोले त्यही ठिक छ क्याप्दी ब्रेक जाउँ क्याप्दी ता उठाइदि ड्रेस माग्नु रे कटायो ल यति भएपछि त भयो त गाउँघरको राइडरहरूलाई आमामा यस्तो नराम्रो बाटोहरू पनि कटाएर चाहिँ हामी अहिले ट्याक्क लगाएर नाकोते आइपुगिसकेका छौँ हिजो हामीले बाटोमा भेट भएको के फस्यो हुँदै ए साइलेन्सर पाइपै झऱ्यो ल बसको हो कि के को झऱ्यो यसरी छ नाकोते कुनातिर टक्क लगाएर बाटो यस्तै छ नि त अब त्यही भएर नाकोते नकटीसम्म के अरे ओभरटेक गर्ने ठाउँ नै छैन अब पुरा पछाडि जाने अब